Hello and namaste everyone, it's me Vishal Thapa Magar. Once again welcome back to my YouTube channel. So I hope तपाईं सबजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै छु भन्दै आज पनि आइसके तपाईहरुको सामने म फेरि एउटा नयाँ भिडियो लिएर सो आजको भिडियो चाहिँ के कस्तो हुनेछ भन्ने कुरा चाहिँ अब मलाई पनि थाहा छैन म पनि अब गो विथ फ्लोमा जान्छु है किनकि आज बिदाको दिन सो तलको घाम पनि लागिरहेको छ अब बिस्तारै बिस्तारै जाडो हराउँदैछ जाडोहरू हराउँदैछ अनि यो यहाँको काम चाहिँ हेर्नु न कति चाँडो बढेको यो काम चाहिँ ओ माइ गॉड नेपालमा भन्दा त कति छिटो बढ्ने के त्यही न गाइज अब आज चाहिँ यसो यो भेकतिर घुम्न जाने भन्ने प्लान बनाएका छौँ सो के हुन्छ अब हेर्दै गरौँ सो गाइज अहिले चाहिँ हामी रेडी भएर निस्किसकेको छौँ है अनि अहिले चाहिँ मैले मेरो भाइको आइफोन 15बाट गर्दैछु कस्तो छ क्वालिटी अब चेक हुन्छ आइफोन 15 को अलिकति राम्रो भयो नि है म अबदेखि यहीबाट भिडियो गराउँछु अनि हेर्न सक्नुहुन्छ हाम्रो केटाहरू बुफरमा पुरा बुफर लिएर हातमा नाच्दै हिँडेको छ त्यही हो गाइज आज चाहिँ अरू दिनभन्दा अलिकति बेसी रमाइलो गर्ने कि भन्ने सोचले हिँडेको हो पूर्व तयारीसँग अनि जाडो अब हराइसकेको छ अब केही छैन देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ कन्स्ट्रक्सन लाइनहरू यस्तै चल्दैछ के कम्पनी बन्न लाग्यो त्यो मलाई पनि थाहा छैन सो त्यही हो गाइज अब के हुन्छ दिनभरि सरी आज मलाई किन अलिकति ढ्याउ मात्रै आइरहेको छ ग्यास्ट्रिक हुन लाग्यो कि जस्तो पनि छ है केटाहरूको पारा यस्तो छ कि बाटो बुफर घन्काउँदै नाच्दै साथी ल्यापटप पनि लिएको हो ल्यापटप पनि हो त्यही हो गाइस अब हाम्रो आज चाहिँ हाम्रो खत्रीले हेर्छौँ देखेको छ त्यही हो गाइस केही छैन दिनभरि रमाइलो छ घाम लागेको छ है घाम लाग्दा यस्तो रमाइलो लाग्ने धेरै चिसोमा बसेर पनि होला घाम लाग्दा त बेसी रमाइलो लाग्ने अनि हेर्नु ल डान्स हडा बुढा उता माइलाडन जापानमा माइलाडनको ऋषियामा खत्री डन त्यही हो गाइस अहिले एकछिनमा भेट्छु म तपाईँहरूलाई सो गाइस अहिले चाहिँ हामी यो भेकतिर जाने कुरा भयो है यो ठुला डाँडातिर सो त्यही हो अब यतातिर के भन्छ अहिले खरेडी लाग्छ खरेडी अहिले तपाईँहरूलाई अघिल्लो भलामा ल्याइसकेँ अब रुखहरूको हेर्नुहोस् हेर्न सक्नुहुन्छ रुखहरूको सब पत्ता झरेको छ तर पनि है यो घरहरू चाहिँ एकै नासको भएर कस्तो दामी देखिने क्या केटाहरू यहाँ रमाइलो चल्दैछ फेरि यसरी भागको पैसा नि बुझ्यौ खत्रीसँग डडा भन न माया केटा त्यसरी हेर्नु हो भन न होइन अन्डर 18 रहेछ अन्डर 18 रहेछ मलाई सन्नान यत्रो दारी सारी जुङ्गे पाक्छ होइन हाइट त फेरि सुनाउने हो हाइट अनुसार त नि क्या बनाउने क्या त्यो पनि त्यो त म हाल्न सक्छु तेरो चाहिँ किन चाक बोले त नि काकु तल भन नि देखान भनेर के आइज नि त ल काकु आइज न किन लमुले नआइज भनेछ क्या लमुले नआइज भनेछ क्या हेर्दै नि काकु सल्लाह गर्ने कि के हो अहिले फोटो खिच्नु मन छैन दुइटै आइफोन मसँग छ त हेर्छन् काकु ए म साथी गाडी निकाल्यो भनेको यहाँ टल्किने गाडी हेर नि टल्केको किन्दैन किन्ने जति किनिसकेँ अब किन्दैन गाडी किन्ने होइन एउटा किन्दैन किन्दैन अब किन भाइ अनि हामीले त्यत्रो आश त मर्दैन नि कहाँ किन्छु अब मान्छेको ठेगानै छैन बस्ने अब
के म त गाडी लिएर हिँड्ने नि के ल्यापटप मोबाइल जस्तो बोकेर हिँड्न पाइनु भएको हुन्छ गाडी जाँदा त त्यस्तै हो गाडी किन बोकेर हिँड्नु मिल्दैन बोकेर त हिँड्न मिल्छ भन्नाले नि अब यहाँ र यताउति हुन्न नि त यहीँको गाडी किनेर कहाँ अन्त लगेर चलाइरहनु त फेरि लिनु बसिरु चाहिँदो के चाहिँदो त तर बाइकको लुक्स चाहिँ त्यति साह्रो राम्रो नहुने होइन त्यतिर होइन तर साउन्ड चाहिँ दामी हो कि सेलिब्रेटी जस्तो कि सर सर अटोग्राफ प्लिज त्यो अन्ली चाबी छुटेछ क्या दुईटा बल मात्रै झुन्डिरहेको छ त्यहाँ होइन त्यसैमा चाबी जोडेर खुट्टाको चाबी छ नि क्या दुईटा खुट्टा त्यस्तो हिँड्ने चाबी तँ किन भन्नु न तँ किन हो यस्तो यस्तो मसँग रिसाएको भन्दा आज मैले अलिकति हिँड्छौँ भएर मलाई बालिदिन छोडिस् भ्लगमै बोल्नु न अलि जोस आउँदैन क्या किन बोल्नै बिर्सिनु सानोदिनो कुरामा अलिकति बस्दैन नि म हो अब अलिकति मेच्योर्ड भइदिएको अलिकति हुनु पऱ्यो नि भनेपछि अब दिन रहिदिएन गजब बेइज्जती होइन एउटा हिन्दीको डाइलग आएको थियो अलिक बिर्स्यो कि हिन्दीबाट चाहिँ बोल्न आएन आउनु चाहिँ आएको प्यार किया त्यो डन्स किया हो क्या खत्री सम्झियो किन भएको खोजेको यार बिहार मलाई पनि थाहा छैन मैले सानोतिनो कुरा भाउले हुन्छ Guys, look at the view. Oh my god. Look at the view, guys. So, यस्तो दामी छ गाइज होइन तर क्यामेरामा भन्दा पनि रियलमा यस्तो दामी देखिन्छ कि यहाँबाट आम्बो मलाई त्यसै यो ठाउँ मन पर्ने त होइन कि गाइज त्यो चुम्मेश्वरी छ गाइज भ्यू त सो गाइज अहिले चाहिँ हामी हाम्रो भ्यू गन्तव्यमा आइसकेका छौँ कहाँ त्यहाँसम्म त मेरो क्यामेराले क्याप्चर गर्दैन होला त्यहाँसम्म त कहाँ पुग्यो ट्रेन खै ए सानो ट्रेन हेर्न सक्नुहुन्छ है यहाँबाट चाहिँ पुरा फुल भ्यू देख्छ कि मलाई त्यही भएर यो डाँडाहरू मनपर्छ क्या यहाँबाट हेर्न सक्नुहुन्छ फेरि पनि तपाईँहरूले भ्यू लुक एट द भ्यू गाइज लुक एट द भ्यू मसँग ड्रोन छैन ड्रोन भयो भए त्यस्तो ड्रोन सट दामी आउँथ्यो है तर पनि हेर्नुहोस् केही छैन अझ यतापट्टिको भ्यू कसरी देखाउने यहाँबाट पुरै देखिन्छ क्या क्यामेरामा त्यति राम्रोसँग क्याप्चर गर्न नसकेला तर नेचुरल भ्यू त त्यो यहाँनिर चाहिँ अब कस्तो नि अलिकति हाइटमा आउनु पर्छ नि त गाइज त्यही भएर अलिकति थोरै उकालो हिँड्नु पर्छ त्यही भएर हाम्रो साथीहरू चाहिँ यसरी पसर थकै लागेकै हो रिल्स बनाउँदा हो कि हिँड्दा थकै लाग्यो त त्यही हो यस्तो छ अब एकछिन यहाँ हामी अब यसो गफसप गर्छौँ कुराकानी गर्छौँ यसो रमाइलो गर्छौँ के हुन्छ म तपाईँहरूले देखाउँदै गर्छु नि गाइज होइन गाइज अहिले चाहिँ हामी माथि डाँडाबाट तल झरिसक्यौँ है किनकि अब हामीले चाहिँ हाम्रो लोकेसन चेन्ज गर्नुपर्ने भयो किनकि त्यहाँ अब अलिकति चर जस्तो ठाउँमा अब हामी बस्दाखेरि अब थोरै गीत सित भन्नु भने अलिकति हामीलाई नि अक्वर्ड लाग्यो अनि कस्तो कता न कतै चाहिँ त्यहाँको मान्छेले केही भन्ने हो कि भन्ने जस्तो फिल पनि भयो सबैलाई त्यही भएर अब हामी चाहिँ अब के भने हाम्रो लोकेसनलाई चाहिँ चेन्ज गर्न लाग्दैछौँ है सो त्यही हो अब अघि चाहिँ हामी यतापट्टिको डाँडातिर गएको थियो भने अब चाहिँ हामी चाहिँ यो डाँडातिर जाने भन्ने हामीले प्लान बनायो सो त्यही हो अब अर्काको ठाउँमा आइसक्यो सबै कुराहरूको ख्याल गरिदिनु पऱ्यो नि त है त्यही भएर हामीले चाहिँ हाम्रो लोकेसन चेन्ज गर्ने निर्णय लियौँ त्यही हो गाइस अनि यहाँनिर हेर्नु सक्नुहुन्छ कस्तो दामी फुटबल ग्राउन्ड छ है त्यही हो ल हुन्छ गाइस म तपाईँहरूलाई अलिक एकछिनमा भेट्छु के कसो हुन्छ म देखाउँदै गर्छु नि गाइस के हो यो जता हेर नि दामी मात्रै छ हरियाली नै हरियाली सो अब यहाँ चाहिँ यस्तो रहेछ हामी चाहिँ खेल्नु मिल्दैन होला है न त हामी पनि खेल्नुहुन्थ्यो चुक्रुक है चाहिँ म यहाँ खेल्छु ल कस्तो देखिन्छ चुक्रुक ओ रमाइलो हुँदो रहेछ त्यही हो गाइज टिप्लेटीहरू पनि छ है अब यो चाहिँ यसमा चाहिँ मिल्दैन होला किनकि
कि बच्चाहरूको चाहिँ सो त्यही हो गाइस रमाइलो छ दिनहरू यसरी नै चक्कर्दैछ काम छैन काम पनि छैन कोरिसियामा बेहाल भइसक्यो यहाँ Look at the view. Guys, उकालो गर्नु परेर हैरान भइसक्यो यहाँ के गर्नु रमाइलो खोज्दा खोज्दा राम्रो कुरा खोज्दा खोज्दा अब अलिअलि दुःख नि गर्नु पर्दो रहेछ उकालो हिँड्दा हिँड्दा हैरान भइसक्यो रहेछ तर जस जति जति माथि पुग्दै गयो गाइस त्यति नै अब रमाइलो हुन्छ किनकि तलको भ्यूहरू त्यति राम्रोसँग देखिन्छ सो अहिले चाहिँ धम्की बढेछ के छ अब मित्र यता आउन यार तिमी यार मेरो यार भलकै चलाउने अनुहारै तिम्रो हो यार मेरो कन्टेन्ट नै तिमी हो के छ ठिक छ हिँड्दा कस्तो फिल भएको राम्रै छ राम्रै छ अहिले त्यहाँ गएर डान्स हान्ने कि नहान्ने हामी भन न डान्स त हान्नु पर्छ है केमा म त बाक्लुङ्गे पहिला बुधोको साथमा ए गुदो गुदो भने के हो ए हो अघि नै यति ल्याएर टन्नै रहेछ साथी यार म चाहिँ हग्ने ठाउँ यार अहिले किन भेट्छु फेरि साथी यार गाइस लुक एट द भ्यू 1 2 3 गाइस भ्यू हेर्नुहोस् सब सिटी देखिँदो रहेछ नि त गाइस डाँडा मलाई यो डाँडा त्यसै मन पर्ने त होइन क्या गाइस कहाँनिर खै ट्रेन उता पुग्यो होइन अघि उताबाट पनि देखिसक्यो ट्रेन त गाइस तलको बजारले सब देखिन्छ क्या यो सुर्ती फ्याक्ट्री हो यो गाइस ए हाम्रो त यहीँ नै रहेछ त खै कहाँको आँकडा हाम्रो कम्पनी होइन यो अगाडिको गाइस बब्बाल के बब्बाल भ्यू त यहाँबाट यही हेर्न आइपुगेको गाइस हेरियो तर अलिकति यहाँनिर चाहिँ अब त्यस्तै त्यस्तै ठाउँ रहेछ भन्ने कुरा पनि बुझियो फर्स्ट टाइम आएको ल गाइस यही हो अब एकछिन यहाँ अब यहीँनिर हुन्छ कि अलिकति माथितिर गएर हुन्छ है म चाहिँ अब हामी रमाइलो गर्छौँ भनौँ न के म मात्रै हुन्न त्यही हो गाइस ल अहिले रमाइलो गर्ने बेला भेटौँ ल गाइस ल साथीहरू अहिले चाहिँ हामीले अब हाम्रो एकछिन बस्ने ठाउँ पनि डिसाइड गरिसक्यौँ है अब हामी चाहिँ यहाँनिर यो डाँडामा बस्ने रे तर भ्यू त आमा सकि नसक्नु छ नि यहाँबाट नि यस्तो भ्यू है यतातिर नि अनि साइड त्यताबाट आएर फेरि यतातिर नि यस्तो दामी भ्यू छ है नेचर दामी त्यही हो गाइस अब यहाँ चाहिँ अब एकछिन चाहिँ अब हामी अब चटपट बनाएर खान्छौँ अनि त्यसपछि एकछिन यसो डान्ससँग हान्छौँ अनि रुमतिर जान्छौँ है गाइस त्यही हो हेर्दै गर्नुहोस् म देखाउँदै गर्छु सो गाइस अहिले चाहिँ हामी त्यहाँनिर अब खानपिन गरेर पनि है खाजासाजा खाएर एकछिन बसेर यसो साथीभाइहरूसँग टाइम स्पेन्ड गरेर यसो तलको नजाराहरू भ्यूसु हेरेर तपाईँहरूले पनि देखाएँ सो अब चाहिँ हामी घरतिर फर्किँदैछौँ सो अब घरतिर फर्किँदा पनि हेर्नुहोस् यस्तो छ केटाहरू बाटो बाटो नाच्दै यही हो परदेशमा अब होइन नेपालको 4वटा कुनाबाट भेट भएको दाजुभाइहरू यस्तै छ रमाइलो केही छैन अब बाँकी त अब ड्युटी छुट्टीमा यसो कहिले रमाइलो भन्ने चिज गरिरहनुपर्छ त्यही नै गाइस अहिले चाहिँ हामी घरतिर लाग्दैछौँ सो बाटोमा केही त्यस्तो भेट भइहालेछ भने म तपाईँलाई देखाउने छु त्यस्तो केही देखाउने कुराहरू भेट भएछ भने म तपाईँलाई देखाउने छु सो गाइस
एकछिन नाच्यो पनि रमाइलो पनि हो बाटोमै नाच्यो है त्यही हो अब चाहिँ लाग्छ सबैले हेर्न थाले यताको मान्छेहरू उताबाट दिदीहरूले हेर्दै हुनुहुन्छ बाटो फोहोर बजाउँदैछौँ है नाच्यो रमाइलो छ यहाँ चाहिँ घाँस काट्न लाग्नु भएको छ दिदीले त्यही नै हो डिस्टर्ब आयो कलेक्सन भेट्छु गाइस तपाईँहरूलाई सो गाइस अहिले चाहिँ फाइनली रुममा आइसक्यो साथीहरू चाहिँ अलिक पछाडि नै छ मलाई चाहिँ आज बेसी अति थकेर लाग्यो क्या त्यो अब उकालो चढ्ने ओह्रालो चढ्ने अब घुम्न मात्रै रहर गरेर नि नहुँदो रहेछ फिजिकल सकेछ हौ शरीरको केटा साथीहरू अहिले चाहिँ म रुममा आइसक्यो है सो अब आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो सकेसम्म राम्रो दिने कोसिस गर्नेछु म अझै यो भन्दा नि तर आजको भिडियो मैले केही राम्रो बनाउन सक्थेँ होला जस्तो चाहिँ मलाई लाग्यो कतै न कतै तर अलिक कमै भयो यहाँ चाहिँ हाम्रो बिना बस्दैछु यसले चाहिँ अब अगाडि जाने बित्तिकै क्या भुक्छ है यो चाहिँ हाम्रो बिना हो बिना अब अगाडि गयो भने भुक्छ है उठिसक्यो ल यो चाहिँ हाम्रो बिना है गाइस एग्रेसिभ छ ल यस्तै छ गाइस चाहिँ अब यस्तै हो यसलाई जति माया गरे नि हुँदैन गाइस त्यही हो अब आजलाई यति नै गरौँ कि भन्ने सोच्दैछु अब त कहाँ जान्छ र अब त रुममै बसिन्छ होला मेरो लुगा हिजो यहाँ धोएर सुकाएको थिएँ सुक्यो पनि होला मेरो लुगा सो हिजो चाहिँ अलिकति वासिङ मेसिनले खोइ काम नगरेको के नगरेको मेरो लुगा चाहिँ सुकिसकेछ गाइस त्यही हो तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो राय सल्लाह सुझाव दिनुहोस् अनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला पुरानो हुनुहुन्छ भने पनि एकचोटि बेल आइकन बटनलाई चेक गर्नु होला अलमा राखिदिनु होला भन्दै आजको मेरो यो भिडियोलाई यहाँनिर समाप्त गर्न चाहन्छु बाई बाई गाइज भेटौँला अर्को नेक्स्ट ब्लगमा